सन् 1935मा एल्बर्ट आइन्स्टाइन र न्याथन रोजनले भौतिकशास्त्रलाई नै हल्लाइदिने एउटा आइडिया अघि सारे। आज हामी त्यही आइडियामा डुबुल्की मार्नेछौँ, जसले पदार्थ र वास्तविकताको हाम्रो बुझाइलाई नै चुनौती दिन्छ। ल एकछिन सोच्नुहोस् त, के होला यदि ब्रह्माण्डको सबैभन्दा सानो आधारभूत कण भनेर हामीले जे सोच्छौँ त्यो वास्तवमा अर्कै ब्रह्माण्ड वा हाम्रो आफ्नै ब्रह्माण्डको कुनै टाढाको कुनामा जाने बाटो हो भने? यो कुनै साइन्स फिक्सन फिल्मको कथा होइन, बरु यो त आइन्स्टाइन र रोजनको त्यो ऐतिहासिक शोधपत्रको मूल प्रश्न थियो। अब यो आइडिया कति क्रान्तिकारी थियो भनेर बुझ्नको लागि हामीले 1930 को दशकको भौतिकशास्त्रलाई हेर्नुपर्छ। त्यो बेला फिजिक्स एउटा गहिरो सङ्कटबाट गुज्रिरहेको थियो, दुईवटा शक्तिशाली तर एक आपसमा पटक्कै नमिल्ने सिद्धान्तहरूमा बाँडिएर। एकातिर थियो आइन्स्टाइनकै सामान्य सापेक्षताको सिद्धान्त, जसले ग्रह, तारा र आकाशगङ्गा जस्ता विशाल चिजहरूको संसारलाई एकदमै सुन्दर तरिकाले व्याख्या गर्थ्यो। अनि अर्कोतिर थियो क्वान्टम सिद्धान्त, जसले परमाणु र कणहरूको त्यो अनौठो सम्भावनाहरूले भरिएको संसारमा राज गर्थ्यो। समस्या के थियो भने यो दुई सिद्धान्तहरू एकअर्काका कट्टर दुश्मन जस्ता थिए, एकअर्काका नियम मान्दैनथे। मानौ भौतिकशास्त्रको जगै भाँचिएको थियो। आइन्स्टाइन र रोजनलाई सबैभन्दा धेरै खट्किएको कुरा त सामान्य सापेक्षताको आफ्नै गणितभित्र लुकेर बसेको एउटा राक्षस थियो। यो एउटा यस्तो समस्या थियो जसले त्यो सिद्धान्तको पुरै सुन्दरतामाथि नै प्रश्न खडा गर्थ्यो। जब सामान्य सापेक्षताको समीकरणलाई एउटा कण जस्तो सामान्य वस्तुमा लगाइयो, त्यसले सिङ्गुल्यारिटीको भविष्यवाणी गर्यो। भनेको एउटा यस्तो बिन्दु जहाँ घनत्व र गुरुत्वाकर्षण अनन्त हुन्छ र फिजिक्सका सबै नियमहरू फेल खान्छन्। सोच्नुस् न, ब्रह्माण्डको अपरेटिङ सिस्टममा एउटा खतरनाक एरर आए जस्तै। यो कुरा आइन्स्टाइनलाई पटक्कै मन्जुर थिएन। आइन्स्टाइन र रोजनको लागि यो हिसाब नमिल्नु मात्र थिएन, यो त एउटा सिद्धान्तकै असफलता थियो। उनीहरूको विश्वास थियो कि एउटा पूर्ण सिद्धान्तले यस्ता अनन्त र अर्थहीन कुराहरूलाई ठाउँ दिनै हुँदैन। त्यसैले उनीहरू एउटा मिसनमा लागे। त्यो मिसन थियो कणहरूको एउटा यस्तो सिद्धान्त बनाउने जुन सुरुदेखि अन्त्यसम्म पूर्ण र तार्किक होस्, जसमा कुनै नियम तोडिने ठाउँ नै नहोस्। उनीहरू गणितमा लुकेको त्यो राक्षसलाई सधैँको लागि हटाउन चाहन्थे। अनि उनीहरूले जुन समाधान निकाले त्यो साँच्चै नै एकदमै गजबको थियो। सिङ्गुल्यारिटीलाई जबरजस्ती फाल्नुको सट्टा उनीहरूले एउटा यस्तो गणितीय बाटो भेट्टाए जसले त्यसको रूप नै बदलिदियो। उनीहरूले के गरे भने एकदम चलाक तरिका अपनाए। समीकरणमा रहेको दूरीको चर आरलाई उनीहरूले एउटा नयाँ चर युले साटिदिए। अनि यो सानो परिवर्तनले त मानौ जादु नै गर्यो। अचानक समीकरणको त्यो समस्याग्रस्त केन्द्र जहाँ पहिले हिसाबै मिल्दैनथ्यो, त्यो पुरै सफा भयो। गणित अब सबैतिर ठिकठाक चल्यो। सिङ्गुल्यारिटी गायब। अब गणितले एउटा एकदमै अचम्मको नयाँ तस्बिर देखायो। त्यो समस्याग्रस्त सिङ्गुल्यारिटीको एउटा बिन्दुको सट्टा अब हामीसँग दुईवटा छुट्टा छुट्टै तर उस्तै देखिने स्पेस टाइमका तहहरू थिए, र जहाँ पहिले त्यो अनन्त बिन्दु थियो त्यहाँ अब यी दुई तहहरूलाई जोड्ने एउटा चिल्लो बाटो थियो। उनीहरूले यो जोडानलाई नाम दिए ब्रिज, अर्थात् पुल। आज हामी यसैलाई आइन्स्टाइन रोजन ब्रिज वा चलनचल्तीको भाषामा वर्म होल भनेर चिन्छौँ। भनेपछि मूल कुरा के हो भने उनीहरूको सिद्धान्तमा एउटा कण पदार्थको सानो थोप्लो होइन, यो त दुईवटा ब्रह्माण्डहरू वा एउटै ब्रह्माण्डका दुई टाढाका भागहरूलाई जोड्ने स्पेस टाइमको एउटा सुरङ्ग हो। यो आइडियाले त पदार्थलाई हेर्ने हाम्रो पुरै नजरिया नै बदल्दियो। यदि कणहरू साँच्चै नै यस्ता ज्यामितीय सुरुङहरू हुन् भने यसले भौतिक शास्त्रका केही सबैभन्दा गहिरा रहस्यहरू खोल्न सक्थ्यो। पहिले कस्तो थियो भने कण एउटा समस्याग्रस्त बिन्दु थियो जुन आफ्नो वरिपरिको गुरुत्वाकर्षण क्षेत्रबाट अलग्गै थियो। तर अब यो नयाँ आइडियामा कण र क्षेत्र भन्ने कुरा छुट्टा छुट्टै नै थिएनन्। कण भनेको स्पेस टाइमको बनावटमा बनेको एउटा विशेष आकार मात्र हो। यसको मतलब कण कसरी चल्छ भनेर व्याख्या गर्न छुट्टै नियम नै चाहिएन, त्यो त फिल्डको समीकरणले आफै बताउँथ्यो। अब यो नयाँ मोडलका फाइदाहरू पनि गजबका थिए। यसले पदार्थ किन छुट्टा छुट्टै कणको रूपमा हुन्छ भनेर बुझाउन मद्दत गर्यो। गणितले यो पनि देखायो कि नेगेटिभ मास भएको कणको लागि यस्तो पुर बन्नै सक्दैन। र सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले पदार्थ र गतिको व्याख्या गर्न कुनै बाहिरी नियम थप्नुको सट्टा सामान्य सापेक्षताकै भाषामा एउटा पूर्ण सिद्धान्त बनाउन सकिन्छ भन्ने आशा देखायो। तर जब उनीहरूले यही आइडियालाई चार्ज भएको कणमा लगाए, एउटा एकदमै अनौठो नसोचेको कुरा देखियो।
गणितले के देखायो भने सबैभन्दा प्राकृतिक र स्थिर चार्ज भएको कण त त्यो हो जसको कुनै पिण्ड नै हुँदैन। यो साँच्चै नै एउटा अचम्म लाग्दो नतिजा थियो। तर एउटा कुरा के याद राख्नुपर्छ भने आइन्स्टाइन र रोजनले यसलाई अन्तिम जवाब भनेर प्रस्तुत गरेका थिएनन्, बरु यो भौतिक शास्त्रको लागि एउटा साहसी नयाँ दिशा थियो, एउटा लामो यात्राको सुरुवात मात्र। एउटा कणलाई पुलको रूपमा वर्णन गर्नु एउटा कुरा हो, तर हाम्रो ब्रह्माण्ड त खर्बौं कणहरूले बनेको छ। त्यसैले अर्को ठूलो चुनौती के थियो भने धेरै पुलहरू भएको स्पेस टाइमको समाधान खोज्नु, जसले ती सबै कणहरू बीचको अन्तर्क्रियालाई वर्णन गर्न सकोस्। आइन्स्टाइन र रोजन आफैले पनि मानेका थिए कि अझै धेरै ठूला प्रश्नहरू बाँकी नै छन्। के धेरैवटा यस्ता पुलहरू एकैसाथ स्थिर भएर बस्न सक्छन्? र सबैभन्दा महत्त्वपूर्ण प्रश्न, के यो शुद्ध ज्यामितिको आइडियाले क्वान्टम संसारको त्यो अनौठो र अनिश्चित नियमहरूलाई व्याख्या गर्न सक्ला? र यसले हामीलाई सबैभन्दा ठूलो प्रश्नमा ल्याइपुर्याउँछ, जुन उनीहरूको सुरुवाती लक्ष्य पनि थियो। के भौतिक शास्त्रका ती दुई टुक्रिएका संसारहरू, सापेक्षता र क्वान्टम मेकानिक्सलाई एउटै छानामुनि ल्याउन सकिन्छ? के ब्रह्माण्डका सबैभन्दा साना नियमहरू वास्तवमा स्पेस टाइमको आकारबाटै जन्मिएका हुन्? अन्तमा आइन्स्टाइन रोजन ब्रिजको यो विचार एउटा समाधान मात्र थिएन, यो एउटा सपना थियो। एउटा यस्तो सपना जहाँ पदार्थ र फिल्ड एउटै हुन्, जहाँ कुनै सिंगुल्यारिटी छैन, र जहाँ सम्पूर्ण ब्रह्माण्डलाई एउटै सुन्दर र तार्किक सिद्धान्तले वर्णन गर्न सकिन्छ। यो एउटा यस्तो विचार हो जसले आज पनि भौतिक शास्त्रीहरूलाई घचघचाइरहेको छ।